हेलो साथीहरू हेलो 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 साथीहरू वेलकम टु द ब्लग। अनि आज चाहिँ हामी सिजन बानिया जस्तै भ्लग गर्न लागेको छ त्यसको बारेमा। जस्तै यो भिडियो देख्नु सक्नुहुन्छ होइन, यो सिजन बानियाको जुन भिडियो देखेँ त्यसबाट कपी गरेर मैले पनि मेरो भ्लग गर्न लागेको छु। सिजन बानियाले चाहिँ थापाथलीमा गएर भ्लग थापाथली चेस क्लबमा गएर भ्लग गरेको थियो, तर म चाहिँ हाम्रो यहीँ लोकल चिया पसलमा चेस खेल्छ त्यो ठाउँमा गएर भ्लग गर्न लागेको छ। यस अनि गेस वाट सिजन बानिया र ममा के सिमिलरिटी छ? वाट हामी दुइटैको कपाल लामो छ अनि हामी दुइटै केटीले छौँ। ओके लेट्स गो टु चिया पसल। हेलो साथीहरू, हामी आइसकेको छौँ चेस खेल्ने ठाउँमा होइन। सबै खा हो चुपे हो त्यही मैले गलत गरेँ। खेल्ने ठाउँको नाम चाहिँ यो हो। लेट्स मिट द ओनर। हेलो दाई। हेलो हजुर उहाँ चाहिँ यहाँको ओनर हो होइन? दाई के भन्न चाहनुहुन्छ? के भन्नु सिधै हजुरको म चाहिँ यो दार्जिलिङ बेकरी गुम्बा हबको ओनर दिनेश ढुङ्गाना। अनि तपाईँले यहाँ चेस चाहिँ किन राख्नु भएको? चेस त अब यहाँ यो कस्टमरको माग अनुसार ल चेस चाहिँ राख्नु पर्यो है, हामी के गरेर टाइम पास गर्ने त भन्ने भइसकेपछि मैले चाहिँ चेस राखेको हो। अनि यो ठाउँको लोकेसनको बारेमा तपाईँ भनिदिनु न त। लोकेसन चाहिँ यो हाम्रो नेपाल टारबाट गुम्बा जाने बाटोमा बिचमा एउटा फलामे पुल छ, नेपाल टार पुल र गुम्बा पुलको बिचमा। त्यो फलामे पुलसँगै ठ्याक्कै नेपाल टार जाने बाटो पिच रोडपट्टि कच्चीपट्टि चाहिँ होइन, ठ्याक्कै मोनास्ट्री फुटसलको अगाडिपट्टि। अनि तपाईँलाई चाहिँ चेस खेल्न आउँछ आउँदैन? चेस म हल्का हल्का खेल्छु, त्यस्तो प्रो त होइन, हजुर। जस मुभहरू थाहा छ। ए अनि यहाँ चेस राखेपछि के बिक्रीमा बढिरहेको त? चेस राखिसकेपछि जस व्यापारमा केही प्लस पोइन्ट चाहिँ भएको छ। भनेपछि चेसले राम्रो हुन्छ, चेसले व्यापार पनि ग्रो हुन्छ। साथीहरू उहाँ यहाँको सबभन्दा नम्बर 1 प्लेयर है, नम्बर 1 अनि नम्बर 1 र सबभन्दा ओल्डेस्ट प्लेयर होइन। हजुर ल हजुरको नाम? भीष्मराज ढुङ्गेल। ओहो एकदमै फन नेचरको हुनुहुन्छ उहाँ होइन, लाइक क्यामराम्यान होइन। अनि तपाईँले चेस खेल्न थालेको कति भयो? विद्यालय पढ्दादेखि नै हो। विद्यालय पढ्दा भनेको धेरै पहिले ठुलो बोल 35-36 सालतिरदेखि हो। ए तर हजुर तर त्यति बेला सामान्य चाल्ने काम मात्रै सिकिएको थियो है, हजुर राम्रोसँग खेल्न चाहिँ जानेको थिएन। र अहिले पनि त्यति राम्रो त खेल्न सकिँदैन। यसो अहिले जस्ट यहाँको बेस्ट प्लेयर बेस्टै त होइन, हजुर यहाँको बेस्ट प्लेयर मनोरञ्जनलाई मात्रै हो। ए अनि के अरे हजुरले अस्ति त्यो थापाथलीमा पनि जानुभयो नि होइन? त्यहाँ कस्तो अनुभव भयो? गएर त्यहाँ हेऱ्यो, त्यहाँको खेल खास गरी त्यहाँ कति राम्रो हुन्छ, कस्तो चाहिँ साथीहरूले होइन प्रतिस्पर्धीहरूले कति खुसीका साथ होइन कति उत्साहका साथ खेल्छन् भन्ने कुरो नजर गरियो, त्यही हो। ए आफूले सहभागिता मात्र जनाइयो भनौँ न आफूले त। हजुर ल अनि तपाईँलाई चेस खेल्न कतिको मनपर्छ? अनि चेसले तपाईँलाई केही नयाँ कुरा सिकायो त? चेसबाट चाहिँ के हुँदो रहेछ भने क्विक डिसिजन गर्ने है, हजुर अनि सही किसिमले डिसिजन गर्ने, छिटो र त्यसले चाहिँ जीवनमा के कस्तो प्रभाव पर्दो रहेछ भने जसरी हामीले चेसमा छिटो क्विक डिसिजन गर्छौँ र राइट डिसिजन गर्न प्रयास गर्छौँ नि, जीवनका अरू गतिविधिहरूमा पनि छिटै र राइट डिसिजन गर्नलाई प्रयास यसले चाहिँ भूमिका खेल्छ जस्तो लाग्छ है। यसले छिटो डिसिजन गर्न सिक्नु भएको रहेछ, तर छिटो रिप्लाई चाहिँ गर्न सक्नु भएन है। तर ठिक छ, नयाँ किसिमले जुन सिकिन्छ नि अहिले कम्प्युटरबाट विविध माध्यमहरूबाट सिकिरहेका छन् नि, त्यस्तो चाहिँ हामीले जानेको छैन। अब हामी सामान्य किसिमले खेल्छौँ होइन, हजुर चाहे एउटा मनोरञ्जनको लागि खेलिन्छ, अलिकति बौद्धिक रूपमा फ्रेस हुनको लागि खेलिन्छ होइन, हजुर त्यही किसिमले हो। अनि अहिलेसम्म तपाईँले चेसमा हारेर कहिले अपोनेन्टलाई कुट्नु भए या त्यस्तो भुताल सुताल केही भए? भन्नाले त्यस्तो कहिले हारिन्छ कहिले जितिन्छ होइन। हजुर त्यो हार जित भन्ने कुरो त खेलै हो, हारबाट पनि यसमा सिकिन्छ।
तर रिस चाहिँ त्यस्तो उठ्यो कि मतलब अँ। बोर्डले टाउकोमा हानिदियो नि त्यस्तो त्यस्तो गरिँदैन ए। त्यस्तो कहिले गरिँदैन किनभने अब खेलै हो होइन हजुर खेलबाट अब जस्तो पनि बनाउन सकिन्छ नयाँ नयाँ अब जुन जेनेरेसनको प्लेयरहरू आइरहेको होइन उहाँहरूलाई के भन्न चाहनुहुन्छ नयाँ प्लेयरहरूले अब अहिलेको विश्वमा चाहिँ नयाँ किसिमले नयाँ प्रविधिहरू प्रयोग भइरहेका छन् है नयाँ नयाँ टेक्निकहरू प्रयोग भइरहेका छन् त्यही हिसाबले चाहिँ नि त्यो टेक्निकहरू प्रयोग गरेर नयाँ किसिमले खेल्नुपर्छ नेपालबाट पनि अब ग्रान्ड मास्टर हुँदै होइन आइएमई हुँदै ग्रान्ड मास्टर हुँदै विश्व च्याम्पियन बन्न सक्ने चाहिँ नि त्यो इच्छाहरू राखुन् अहिलेका पुस्ताले र त्यो सम्भव पनि छ र उनीहरूले सक्दो प्रयास गर्यो भने हुन्छ यो चेस सम्बन्धी एउटा सानो मुक्तक राखौँ है हजुर भन्नु ल जिन्दगीको गोरेटोमा चलेकै छ रेस वाह जिन्दगीको गोरेटोमा चलेकै छ रेस चर्चा आज खेलकुदकै देश र विदेश शारीरिक मानसिक बौद्धिक विकास सहयोगी शारीरिक मानसिक बौद्धिक विकास सहयोगी खेलौँ न त हामी पनि चाल्दै गोटी चेस खेलौँ न त हामी पनि चाल्दै गोटी चेस चेसको गोटी चाल्दै खेलौँ न त हामी पनि चाल्दै गोटी चेस लेट मी फिनिश इन योर चेस्ट होइन ओके राम्रो छ सर हजुरको ओके तपाईँले यो भर्खरै लेख्नु भयो कि बनाउनु भयो यो केही समय अगाडि मात्र बनाएको थोरै समय अगाडि ए अनि यो जुन ठाउँमा अहिले त्यो दारी ग्याङ भन्ने चिया पसलमा तपाईँले जिन खेल्न आउनुहुन्छ नि होइन हो यो ठाउँको बारेमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ दारी ग्याङले पनि उनीहरू आयोजकज्यू भनौँ न उहाँहरू पनि चेसमा इच्छुक हुनुहुन्छ है र यो ठाउँमा चाहिँ चेसको आयोजना गर्दाखेरि धेरै साथीभाइहरूसँग भेट भयो धेरैजनासँग जान पहिचान चिनारी भयो होइन र यसले चाहिँ एउटा नयाँ किसिमको हौसला प्रदान गर्यो र युवा वर्गमा पनि चेसप्रतिको एउटा धारणा चाहिँ प्रकट गरेको छ वाह ल धन्यवाद छ दारी ग्याङलाई धन्यवाद भाइहरूलाई पनि धन्यवाद है सबैजनालाई थ्याङ्क यू अब के अरे अब लास्टमा जानुभन्दा अगाडि केही भन्न चाहनुहुन्छ त ओनरजी ल हाम्रो चाहिँ अब लोकेसन यतै भयो गुम्बा अगाडि मोनास्ट्री फुटसलको ठ्याक्कै अपोजिट र तपाईँहरू पनि चेस खेल्न चाहनुहुन्छ अथवा हाम्रो बेकरी हो दारी ग्याङ बेकरी तपाईँहरूलाई केक सेक चाहियो भने पनि यहाँ लिन सक्नुहुन्छ अनि हाम्रोमा चाहिँ 6वटा कुपनको साथमा एउटा अर्डर पनि फ्री हुन्छ है तपाईँले 6 चोटि केक लानु भएपछि एउटा केक फ्री हुने भयो अनि एक्स्ट्रा तपाईँको फुर्सदको टाइममा चेसमा साथीहरूसँग अथवा हामीसँग यहीँ पनि साथीहरू भइराख्नु भएको हुन्छ तपाईँहरू पनि साथीहरू लिएर आएर चेस खेल्न सक्नुहुन्छ धन्यवाद चेस पनि खेल्न सक्नुहुन्छ अनि तपाईँहरू साथीसँग चिया चुरोट पनि खान सक्नुहुन्छ अनि हुक्का पनि हुक्का स्पेसल भन्नुभयो अनि के अरे त्यसपछि यस अनि केही सामान नकिन्यो भने चेस खेल्न भयो नि आउनुहोस् हुन्छ चेस खेल्न सक्नुहुन्छ चेस फ्रीमा हो है चेस फ्रीमा चेसको सुविधा फ्रीमा हो ल गाइस बाई ओके यो साथीहरू यो भिडियोको लागि यति नै थियो होइन अनि यो भिडियो बनाउनको हेल्प गर्नको लागि दारी ग्याङ बेकरी एन्ड क्याफेलाई थ्याङ्क यू अनि तपाईँहरू त्यहाँ गएर चेस खेल्न सक्नुहुन्छ अनि म पनि त्यहीँ हुन्छु सायद हामी भेट पनि हुनसक्छ अनि यस यो भिडियो राम्रो लागेमा हजुरहरू लाइक गरिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला अनि यस भेटौँ न अब लाइभमा भेटौँ न ल बाई